नमस्कार दर्शकवृन्द, तपाईँ अहिले हामीसँग सडानन्द नगरपालिका वडा नम्बर 4 मा जोडिराख्नु भएको छ। हामी वडा नम्बर 4 बाट तपाईहरुसँग जोडिरहेका छौं। हाम्रो बन्छ राम्रो बन्छ विशेष वडा गतिविधि कार्यक्रम निर्माण गरिरहेका छौं र सडानन्द नगरपालिका वडा नम्बर 4 मा हामी आइपुगिरहँदा हेर्नुहोस्, सडानन्द नगरपालिका वडा नम्बर 4 ले अहिलेसम्म गरेका यो केही गतिविधिहरू। नेपाल सरकारको फुसको छाना हटाउने नीति तथा कार्यक्रम रोकिए पनि स्थानीय तहहरूले निरन्तरता दिइरहेको छ। त्यस्तै भोजपुरको सडानन्द नगरपालिका वडा नम्बर 4 ले फुसको छाना हटाउने कार्यक्रम निरन्तर गरिरहेको छ। आर्थिक वर्ष 2080-81 मा फुसको छाना शीर्षकमा 5 लाख र यस आर्थिक वर्षमा आर्थिक विपन्न तथा पिछडिएको वर्गलाई जस्तापाता शीर्षकमा 7 लाख बजेट विनियोजन भएको हो। यस वर्ष 7 लाखले 15 घरको फुसको छाना हटाइएको छ। फुसको छाना हटेर जस्तापाताको छाना पाएपछि वडावासीहरू खुसी भएका छन्। खुसी लाग्यो, राम्रो भयो। वडा कार्यालयले पनि यति गरेर गयो, दुखोपाको लागि कुछ छाना फ्यालिदियो हैन। खेती गरेर खेती त छ, दुख गरेर पराल बोक्दा ल्याउनु पर्थ्यो हैन, त्यो बोक्नु परेन। एक खुवाउने मात्रै विचारले ल्याउनु पाइयो। अब त्यति भएर धेरै खुसी लागेछ, धेरै खुसी छ, धेरै राम्रो छ। परालहरू उब्रियो अनि वस्तुहरूलाई घाँस खुवाउनु पनि पाइयो। त्यही भएर खेताला खोज्नु पनि परेन, पराल कथा भन्नु पनि परेन, भाटा कथा भन्नु पनि परेन सरजी। अब वर्षै हुने छाउनु पर्थ्यो, खेताला पनि खोज्नु पर्थ्यो हैन सर। त्यही भएर परेन, भाटा पनि खोज्नु पर्थ्यो। वडाले कृषिलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिरहेको छ। वडाले कृषि सुधारको लागि भकारो सुधार कार्यक्रमलाई निरन्तरता दिएको छ। यस आर्थिक वर्षमा कृषकलाई भकारो सुधारको लागि 50% अनुदान दिएर 20 घरमा भकारो सुधारको काम सम्पन्न भएको छ। भकारो सुधार त अब हामी त कृषकलाई धेरै आवश्यकता नै थियो हैन, आवश्यकता थियो। फाइदा यसले धेरै हुन्छ होला नै भनेर हामीले बनाएको। फाइदा अब गोबर सोर्न पनि फाइदा भयो। अब त्यो तल बस्न हिलो हुन्थ्यो, त्यो हिलो भएन। अब मूत्र सङ्कलन गरेर हामीले त्यसलाई पकाएर तरकारी खेती गर्छौँ, त्यसैमा लाउँछौँ। त्यसमा नाइट्रोजन एकदम पर्याप्त मात्रामा पाइन्छ। त्यही भएर धेरै नै फाइदा छ र आवश्यकता पनि थियो। कृषि गर्नेहरूको लागि अत्यन्तै फाइदा छ। यो एक ठाउँमा सञ्चित भयो नि त, जताभावी छरिएर गएन नि त। भकारो सुधार बनाइसकेपछि त्यहीँ राखिन्छ वस्तु, एक ठाउँमा मल जम्मा गरिन्छ। मल वस्तुको मलबाट एकदम धेरै नाइट्रोजन पाइन्छ। बिरुवालाई चाहिने खाद्य तत्त्व भनेकै नाइट्रोजन हो, अरू पनि विभिन्न तत्त्वहरू त पाइन्छ त्यसमा हैन। वस्तुकोमा चाहिँ धेरै नाइट्रोजन पाइन्छ। हरियो बनाउने, बोट बिरुवा बढ्ने भएकाले धेरै फाइदा छ। खानेपानी, सडक, सिँचाइ लगायत ऐतिहासिक क्षेत्रहरूको संरक्षण तथा पुनर्निर्माण गर्दै वडाले आफ्नो योजनाहरू सम्पन्न गरेको छ। आर्थिक वर्ष 2081-82 मा सडानन्द नगरपालिका वडा नम्बर 4 ले वडाको मात्रै चालु र पुँजीगत गरी 30 वटा योजना तथा कार्यक्रमहरू सम्पन्न गरेको छ। यो हाम्रो दिङला बजारमा अवस्थित रहेको यो पुरानो भलिबल खेल मैदान र यसलाई हामी दिङला स्टेज, यो खुला मञ्चलाई चाहिँ हामीले पुनर्निर्माणको लागि यो आर्थिक वर्षमा चाहिँ हाम्रो जुन वडाको प्रधानमन्त्री रोजगार अन्तर्गतको हाम्रो जुन श्रमिकहरू हुन्छ उहाँलाई प्रयोग गरी हामीले वडाबाट र नगरबाट पनि केही पैसाहरू यसमा छुट्याइ यो कार्यक्रमलाई चाहिँ पुनर्निर्माणको लागि हामीले यो आर्थिक वर्षमा काम गरेका छौँ। जस अन्तर्गत यसमा हाम्रो यो अलिकति लथालिङ्ग अवस्थामा भएको हुनाले यसमा हाम्रो चाहिँ संरक्षण गर्नुपर्छ। सामाजिक क्षेत्रहरूलाई चाहिँ सार्वजनिक क्षेत्रलाई संरक्षण गर्नको लागि चाहिँ यो वर्ष हामीले यो स्टेजको प्याराफिट र अर्को साइडमा चाहिँ हामीले वालहरू, रिटेनिङ वालहरू लाएर हामीले यो संरक्षण गरेका छौँ र आकर्षक बनाउने काम गरेका छौँ। साथै हामीले यो दिङला बजारमा रहेको हाम्रो चोकमा जुन फालीकोटे चोक थियो, त्यो चाहिँ हामीले त्यहाँ एउटा चाहिँ रहेको स्पेसलाई प्रयोग गरेर त्यो चौतारा बनाउने अथवा चाहिँ एउटा बस्ने सार्वजनिक स्थलको रूपमा आराम गर्ने बस्ने ठाउँको लागि हामी निर्माण गरेका छौँ। त्यसलाई चाहिँ ग्रेनाइट प्रयोग गरेर बनाएका छौँ। त्यस्तै गरी हामीले यो दिङला बजारमा रहेको यो बगैँचामा
बगैँचालाई चाहिँ अलिकति संरक्षण गरौँ र अलिकति आकर्षक बनाऊँ भन्ने एउटा पर्यटकीय स्थल बनाउनको लागि हामीले यो आर्थिक वर्षमा रोजगारकै साथीहरूलाई प्रयोग गरेर हामीले त्यसमा दुबो रोप्ने काम लगायत आकर्षक पर्यटकीय स्थल बनाउनको लागि हामी लागि परिरहेका छौँ। दर्शकवृन्द, तपाईँलाई हामीले सडानन्द नगरपालिका वडा नम्बर 4 ले आर्थिक वर्ष 2081-82 गरेका केही योजनाहरू, केही कार्यक्रमहरू तपाईँहरू सामु प्रस्तुत गऱ्यौँ र अब हामी विशेष गरी सडानन्द नगरपालिका वडा नम्बर 4 का वडाध्यक्षज्यूसँग अरू विविध विषयमा के चाहिँ वडा नम्बर 4 ले गरेको छ त्यो विषयमा हामी कुराकानी गर्नेछौँ र विशेष गरी हामी सडानन्द नगरपालिका वडा नम्बर 4 का वडाध्यक्ष राजकुमार तामाङज्यूसँग वडा नम्बर 4 ले गरेको फुसको छानो हटाऊ अभियान र भक्कारो सुधार लगायत विभिन्न योजनाको विषयमा जानकारी लिनेछौँ। अध्यक्षज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। आर्थिक वर्ष 2081-82 के कस्ता कामहरू गरेर बिताउनु भयो त? मुख्यतया यो आर्थिक वर्ष 81-82 मा हामीले यो वडाभित्र प्रमुख कार्यमध्ये हाम्रो यहाँ वडाका विपन्न नागरिकहरू जति पनि फुसका छाना अहिलेसम्म फुसको छानामा रहिराख्नु भएको थियो, उहाँहरूको छाना चाहिँ वर्षेनी रूपमा फुसको परालको छानो भएर अति दुःख पाइरहेको घर परिवारहरूलाई यसपालि हामीले यो आर्थिक वर्षमा 15वटा घर परिवारलाई फुसको छाना हटाउने अभियान अन्तर्गत हामीले फुसको छाना हटाएर रातो टिनको छाना लगाएको छौँ र गत आर्थिक वर्षमा पनि हामीले यस वडामा 10वटा घर परिवारलाई फुसको छाना हटाएर टिनको छाना जस्ता पाता लगाउने काम गरेको छौँ र अर्को मुख्य योजना भनेको हामीले कृषि क्षेत्रको लागि कृषकहरूलाई चाहिँ नि केही सुविधाको लागि जति पनि कृषि पशुपालकहरूलाई र हाम्रो फलफुल तरकारी खेती गर्ने कृषकहरूको लागि भक्कारो सुधार भन्ने कार्यक्रम एउटा ल्याएको छौँ। त्यस अन्तर्गत हामीले जति पनि पशुपालन तथा कृषि गर्ने घर परिवारहरूलाई हामीले उहाँहरूले पाल्नुभएका वस्तुभावहरूलाई चाहिँ गोठहरू, कच्ची गोठहरू जहाँ चाहिँ नि धुलो मैलोमा अथवा चाहिँ नि ढुङ्गा माटोमा चाहिँ नि बाँधेर मलमूत्र सहित रहेको ठाउँमा चाहिँ हामीले यसपालि पक्की खालको चाहिँ भक्कारो बनाउने भनेर यो अभियानमा गत आर्थिक वर्षदेखि नै हामीले लागिरहेको छौँ। जस अन्तर्गत हामीले गत आर्थिक वर्षमा 10जना कृषकहरूलाई भक्कारो सुधार कार्यक्रममा हामीले सुविधा दियौँ भने यो आर्थिक वर्षमा हामीले 20 घर परिवार कृषकलाई भक्कारो सुधार कार्यक्रममा जोडेका छौँ र काम सम्पन्न भइसकेको छ। र यो फुसको छानो हटाऊ अभियान चाहिँ गत वर्ष कति बजेट र यो वर्ष कति बजेट थियो र अब फुसको छानो चाहिँ यो वडाबाट मुक्त कहिले हुनेछ? पक्कै पनि यो हाम्रो वडा नम्बर 4 मा लगभग गत आर्थिक वर्षमा हामीले 5 लाख रुपियाँ छुट्याएर यो चाहिँ हाम्रो कार्यविधि अन्तर्गत अधिकतम 50,000 रुपियाँसम्म चाहिँ आर्थिक सहायता दिन मिल्ने भएको कारणले गर्दाखेरि 10वटा घरलाई 5 लाख रुपियाँ विनियोजन गरी हामीले काम अगाडि बढाएको थियौँ भने यसपालि हामीले 7 लाख रुपियाँ बजेट विनियोजन गरी 15वटा घर परिवारलाई चाहिँ फुसको छाना चाहिँ हामीले दिएका छौँ। र विशेष गरी यो चाहिँ किन हामीले वडाले गर्नु पर्यो भन्दाखेरि केही वडाहरूमा सङ्घीय कार्यक्रम अन्तर्गत विगत अगाडि नै निकै लामो समय अगाडि नै फुसको छाना हटाउने कार्यक्रम परेको, तर यो हाम्रो केही वडाहरूमा चाहिँ नपरेको हुनाले हाम्रो वडामा पनि त्यस्ता फुसका छाना भएको घर परिवार जो अति विपन्न हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो कार्यक्रम गर्नुपर्छ भन्ने हिसाबले चाहिँ यो हामीले वडाले आफ्नै वडाबाट चाहिँ नि वडाबाट बजेटहरू विनियोजन गरेर यो कार्यक्रमलाई अगाडि बढाएर हामी सम्पन्न गर्ने तर्खरमा छौँ र यो पक्कै पनि अब धेरै बाँकी नरहेको कारणले गर्दा आउने आर्थिक वर्षमा सम्भवतः यो कार्यक्रमलाई हामी सम्पन्न गर्ने जमर्कोमा लागेका छौँ। हामी गतिविधि विशेषमा थियौँ। तपाईँहरूलाई हामीले वडाको गतिविधि विशेष गरी रिपोर्ट बनाएर पनि तपाईँहरूसँग प्रस्तुत गरिसकेका छौँ र वडाध्यक्षज्यूको यो विशेष कुरा सँगसँगै हामीलाई यो कार्यक्रमको लागि वडा विशेष गतिविधिमा समय दिनुभयो। यस कार्यक्रममा समय दिनुभएको लागि हजुरलाई यहाँ धन्यवाद दिन चाहन्छु। यहाँलाई पनि धेरै धेरै धन्यवाद। हस् दर्शकवृन्द, हामी आज वडा नम्बर 4 सडानन्द नगरपालिका वडा नम्बर 4 को विशेष वडा गतिविधि कार्यक्रममा हामी तपाईँहरूलाई जोडिरहेका थियौँ र हामीले वडाको गतिविधिहरू निरन्तर प्रकाशन गर्दै आइरहेका छौँ र अहिलेलाई भने हामीलाई पनि बिदा दिनुहोस्। यो वडा गतिविधि कार्यक्रम कस्तो लाग्छ, तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। हवस् त, धन्यवाद, नमस्कार।